हेलो फ्रेन्ड्स, अल अफ यू नमस्ते। तपाईँ सबैजना माझमा मर्निङमा म तपाईँको समक्ष भिडियो बनाउँदै जाँदैछु होइन। म चाहिँ आज पनि हेर्नुहोस् ल घाँस काट्नै जाँदैछु हँसिएर बोरा बोकेर होइन। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, आज हेर भानु म भएर यस्तो भन्ने एउटा भानुभक्त आचार्यको एउटा कथाइ छ होइन। त्यस्तो नै भइसकेको जस्तो भए मलाई पनि होइन। अन्त त्यस्तै हो, गाउँ बस्तीको लाइफ यस्तै हुन्छ होइन। त्यस्तै हुन्छ, घाँसपात त गर्नै पर्छ। मेन नम्बर 1 ड्युटी त यही हुन्छ, त्यहाँबाट मात्रै अरू सुरु हुन्छ है। त्यस्तै हो। अब सानो हिजोल स्कुल गयो पढ्यो होइन, ड्युटी त्यो हुन्छ। अब ठुलो भएपछि ड्युटी अलग, अर्कै ड्युटी, सानोमा अर्कै ड्युटी होइन। सानोमा पढ्ने ड्युटी, ठुलो भएपछि काम गर्ने ड्युटी होइन। त्यही भएर अब म चाहिँ हेर्नु घाँस काट्नु जाँदैछु है। अनि तपाईँहरू के कसो गर्नुहुँदैछ, ठिकै हुनुहुन्छ होला होइन। यहाँ चाहिँ तपाईँको समक्ष त म चाहिँ आज चाहिँ जाँदैछु घाँस काट्नु तपाईँको समक्ष नयाँ भिडियो ल्याएर आएको होइन। के गर्नुहुँदैछ भन्ने हिसाबले भिडियो बनाउँदैछु। म चाहिँ घाँसमा जाँदैछु है। म पनि ठिकै छु अहिलेसम्म। अन्त मलाई सपोर्ट गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। मेरो भिडियोलाई माया सपोर्ट गरिदिनु भएकोमा है। यही भन्न चाहन्छु म तपाईँ सबैजना फ्रेन्ड्स फलोवरहरूलाई है। मलाई तपाईँले युट्युबमा भेट्न सक्नुहुन्छ होइन, इन्स्टाग्राममा, फेसबुकमा त अवश्य भेट्न सक्नुहुन्छ है। मेरो सुजल छेत्री ब्लग्स गरेर सर्च गर्नु भने मलाई अवश्य मसँग भेट हुनेछ तपाईँको। यही हो मर्निङ पाखा है। तपाईँले चियाहरू खाइसक्नुभयो कि भएन? म चाहिँ चिया खाएर लाग्दैछु म चाहिँ ड्युटीमा होइन। अन्त हल्का अहिले चाहिँ घाम लागेको छैन, हल्का चिसो चिसो पनि भइरहेको छ है। बिहान पाखा त्यस्तै हुन्छ होइन। 2 दिन जस्तो भयो अलिकति गरम गरम भएको जस्तो महसुस हुँदैछ है। अन्त अब यहाँ त हाम्रो पुल बजार एरिया त गरमै हो होइन। बिहान पाखा चाहिँ हल्का मिडियम, हल्का चिसो चिसो जस्तो भइरहेको छ। तपाईँकोतिर कस्तो भइरहेको छ कमेन्ट गरेर बताइदिनुहोस् ल है। चाहन्छु तपाईँ सबैजना माझमा मेरो छोटो भिडियो हेरिदिनु भएकोमा तपाईँ सबैजनालाई धन्यवाद। यस्तै भिडियो हेर्नु लागि मसँग जोडिबस्नुहोस् होला। मेरो पेजलाई फलो, सब्सक्राइब, लाइक गर्नु नबिर्सिनुहोस् होला, सेयर गर्नु है। यही भन्दै म मेरो सानो शब्द यहीँ अन गर्न चाहन्छु। म तपाईँहरू सबैजनालाई हृदयबाट धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। यो भन्न चाहन्छु। चाहिँ भिडियो ल्याएर म नेक्स्ट भिडियोमा तपाईँहरूको समक्ष प्रस्तुत हुनेछु है। आजलाई बिदाय दिनुहोस् होला। म सुजल छेत्री ब्लग्स।